from here. Alright guys, so hello Mumbai, the palace स्वागत है मेरा नया vlog में. So I'm here in Mumbai, so I already told you. So I've traveled from this morning from Darjeeling. Okay, so now I'm in Mumbai. So after finishing my all the saddles, so now I'm heading towards to see the Shah Rukh Khan house. Okay, so yeah, I'm a huge fan of Shah Rukh Khan. So yes, I am going to see the Shah Rukh Khan. So guys, are you excited to see Shah Rukh Khan house? Yes. So please stay with me and keep watching this video. Okay, so I'm gonna show you whole Shah Rukh Khan's homes, not from inside, okay, from outside only, because no one allowed to go inside. Okay, so yeah. But the king of Bollywood superstar, Mannat. All right. What is called? Mannat is just here. So yeah. What is the name of this garden? I don't know. Okay. But MSRT. okay. So guys, how far from here, Shah Rukh Khan home? 2 kilometers. All right. So guys, ना अहिले चाहिँ म शाहरुख खानको घरहरू जाँदैछु मैले तपाईँलाई भनेको छु होइन. सो अब चाहिँ यहाँबाट 2 किलोमिटर मात्रै छ अरे होइन. सो या 2 किलोमिटर मात्रै छ अरे. सो आई एम सुपर एक्साइटेड गाइज. मलाई त्यस्तो खुसी लागिरहेको छ कि फाइनली द किङ अफ सुपरस्टार, द किङ अफ बलिउड, शाहरुख खान होम इज जस्ट नियर फ्रम हियर. सो guys, मेरो चाहिँ ब्याट्री पनि सकिरहेको छ हो, तरै पनि म चाहिँ भिडियो बनाउँछु. सो प्लिज सपोर्ट गर्नु. शाहरुख खान also travel from this way only, right? Yeah. गाइस, शाहरुख खान पनि यही बाटो हिँड्छ हेर्नु. आज म शाहरुख खान जुन बाटोमा कुद्छ गाडी त्यही बाटोमा म पनि अटो चढेर कुद्दैछु. मलाई कता कता चाहिँ आफूलाई पनि सेलिब्रिटी जस्तो लागिरहेको छ हो. मलाई चाहिँ This is Mumbai famous and Nanavati and Leelavati hospital. Oh, this is a cancer hospital, I think. Oh, yeah. Guys, it's हामीले टिभीमा मात्रै देखेको होइन यो बिल्डिङ. सो हेर्नुहोस् न लीलावती, यहाँनिर थुप्रै सेलिब्रिटीहरू पनि यहाँनिर चाहिँ राख्छ होइन यो हस्पिटलमा. सो हेर्नुहोस् न मैले तपाईँलाई साथ देखाएको छ. आज मोस्ट फेमस हस्पिटल इन मुम्बई. सो गाइज फाइनली म चाहिँ शाहरुख खानको घर अगाडि छु हो. मलाई त्यस्तो मजा लागिरहेको छ, यस्तो खुसी लागिरहेको छ. म चाहिँ शाहरुख खानको घर अगाडि बसिरहेको छु. वाउ, यहाँ हेर्नुहोस् न शाहरुख खानको बङ्गलो हो, एकदमै दामी छ. यहाँ चाहिँ हेर्नुहोस् फ्यानहरू कितना ज्यादा, मतलब बहुतजना चाहिँ फ्यानहरू छ हो. सो फ्यानहरू चाहिँ हेर्नु न शाहरुख खानको घर अगाडि चाहिँ फोटो खिच्नुको लागि बिजी छ हो. सो कस्तो मजा आइरहेको छ मलाई चाहिँ. आई एम इन्जोइङ. सो इफ इट पोसिबल देन आई टक. म चाहिँ बात मार्छु लेख्दा शाहरुख खानको घर. म चाहिँ शाहरुख खानको चाहिँ अब ह्युज फ्यान हो होइन. सो यहाँ चाहिँ शाहरुख खानको एकजना सिक्योरिटी गार्ड हुँदो रहेछ. अङ्कल नहीं मिलेगा, मतलब नहीं देखेगा इधर से. कौन? शाहरुख खान. शाहरुख खान दुबई गए, दुबई. ओ, उनको दुबई जाना पड़ेगा शायद. ठीक है. तो उनके लिए तो मैं दुबई तो नहीं, अब बहुत संसार डुल जाऊंगा, घुम जाऊंगा. सो गाइज अहिले चाहिँ शाहरुख खान छैन अरे हो. सो त्यो चाहिँ स्याडको कुरा हो, तर पनि केही छैन. म तपाईँहरूलाई शाहरुख खानको सबै जग्गा देखाउने छु. हेर्नुहोस् त्यही घर कति दामी. शाहरुख खानको घर अगाडि चाहिँ फोटो खिच्नेहरूको भिड छ. गाइज अहिले चाहिँ म शाहरुख खानकी यो मन्नतमा छु. यतापट्टि रहेछ मन्नत चाहिँ हो. सो यहाँ हेर्नुहोस् त फोटो खिच्नेहरू कति भिड छ. यिनीहरू सबै फोटो खिच्नेहरू हो. सो मन्नत यहीँबाट चाहिँ शाहरुख खानको चाहिँ यहीँबाट एन्ट्री हुन्छ. यो चाहिँ ठुलो बडा गेट रहेछ हो. सो वाउ, हेर्नुहोस् त यहाँबाट एन्ट्री हुन्छ. यो मन्नतहरू लेखेको हो. सो मलाई त मजा लागिरहेको छ. आइएम इन्जोइङ. सो मजा लागिरहेको छ. म चाहिँ तपाईँलाई शाहरुख खानको घर देखाएँ होइन. सो कस्तो लागिरहेको छ शाहरुख खानको घर, तपाईँहरूले प्लिज लाइक सेयर कमेन्ट गर्न चाहिँ नभुल्नुहोला. आइएम सो मच ह्याप्पी. हेर्नुहोस् त टाढोबाट पनि मान्छेहरू चाहिँ फोटो खिच्नु यत्रोबाट भिड हुँदो रहेछ हो. सो शाहरुख खान चाहिँ जहिले पनि त्यहाँ आएर चाहिँ उयो गर्ने गर्छ. ईदमा चाहिँ सायद उसकै स्पेसल डेहरूमा चाहिँ त्यहाँ आएर चाहिँ हात हल्लाउँछ. उहाँ माथिको त्यो चाहिँ नि तारले बारेकोमा आएर चाहिँ हातहरू हल्लाउँछ हो. सो कस्तो लाग्यो तपाईँहरूलाई आजको भिडियो?
यहाँ हेर्नुहोस् कतिजना भिड छ यहाँ चाहिँ शाहरुख खानकै फोटो खिच्नुको लागि हो घरको मात्रै त्यो अनुहार पनि छैन हो हेलो कहाँ से हो कहाँ से हो यूपी क्या करते हो इधर घूमने आए हो ठिक है साथीहरू मैले तपाईँहरूलाई शाहरुख खानको घर त देखाएँ होइन तर शाहरुख खानको घरबाट देख्ने भ्यू पनि त देखाउनु परेन सो यो चाहिँ शाहरुख खानको घरबाट देख्ने भ्यू हो उसको त्यो माथिको बिल्डिङबाट चाहिँ कस्तो देख्छ होला हेर्नुहोस् त वाउ समुद्र मेरो पनि फर्स्ट टाइम एक्सपिरियन्स समुद्रमा होइन सो म समुद्रको छेउमा जान्छु घुम्छु यो चाहिँ सब शाहरुख खानको घर यो सबैभन्दा मतलब महँगो त भन्छ नि होइन सो मतलब एकदमै बिजी स्ट्रिट पनि हो अनि यो चाहिँ एकदमै यहाँ चाहिँ शाहरुख खानको बिजी हुन्छ यता हेर्नुहोस् शाहरुख खानले गर्दा चाहिँ पुरा बिजी पनि हुन्छ होइन अनि शाहरुख खानको घरबाट देख्ने भ्यू चाहिँ यो हेर्नुहोस् त चारैतिरबाट सेक्युरिटीहरू हुँदो रहेछ हो सो मलाई चाहिँ डर पनि लाग्यो फोटोहरू खिच्नु तर म त फोटो खिच्छु म चाहिँ क्रस गरेँ अब हो सो क्रस गरेर चाहिँ म चाहिँ समुद्रको पासमा जान्छु समुद्रको पासमा गएर चाहिँ तपाईँहरूले देख्न चारा हेर्नु होला 500 रुपियाँको फोटो पनि खिच्यो हो 500 रुपियाँको फोटो खिच्यो अनि यो जग्गा चाहिँ मन्नत हो मन्नतबाट चाहिँ देख्ने शाहरुख खानको घरबाट देख्ने चाहिँ जग्गा यो हो साथीहरू हेर्नुहोस् त कति दामी छ शाहरुख खानको घरबाट देख्ने वाउ शाहरुख खानको घर चाहिँ ऊ माथि छ हो ऊ माथिको घर चाहिँ शाहरुख खानको सो यो चाहिँ शाहरुख खानको घरबाट देख्ने जग्गा हो समुद्र वाउ गाइस तपाईँलाई कस्तो लागिरहेको छ मजा आयो शाहरुख खानको घर देखेर कस्तो लाग्यो राम्रो लाग्यो शाहरुख खानको घर हेरेर पनि म चाहिँ फर्किँदैछु हो सायद अमिताभ बच्चनको घर हेर्नुको लागि चाहिँ जाँदैछु म तर मैले गलत लोकेसन डालेँ अरे भनेर चाहिँ यहाँ भन्दैछु भइहाल्यो हो सो हेरौँ न के हुन्छ सो ग्यालेक्सी पनि हेर्ने चाहिँ इच्छा थियो मेरो तर खै देख्दिनँ प्रार्थनालय यहाँ चाहिँ घरहरूको नामहरू छ जति पनि घरहरूको नाम छ प्रायः जस्तो सेलिब्रेटीकै नामहरू छ हो सो आइएम सो मच ह्याप्पी मलाई चाहिँ मुम्बई एकदमै मेरो सपनोका सहर हो होइन तर म आज अलिकति भए पनि घुम्न पाएँ सो आइएम लिटरली सो ह्याप्पी ये होगा सो सकता है गैलेक्सी ये हो सकता है गैलेक्सी हाँ ये शाहरुख खान का ओ सलमान खान का गैलेक्सी गाइस यो सलमान खान को गैलेक्सी वाओ सलमान खानको ग्यालेक्सी पनि मैले तपाईँहरूलाई अटोबाटै देखाएँ त्यहाँ चाहिँ त्यस्तो भिड चाहिँ छैन रहेछ होइन सो तपाईँहरूलाई कस्तो लाग्दैछ आजको भिडियो मैले तपाईँहरूकै लागि साथीहरू मैले ग्यालेक्सीहरू घुमाइरहेको छु सो प्लिज लाइक सेयर कमेन्ट चाहिँ गर्न नभुल्नु होला होइन सो मैले तपाईँहरूलाई जति सक्दो दार्जिलिङको मतलब मुम्बईको सेलिब्रिटीहरूको घर देखाएँ होइन जो चाहिँ सुपरस्टार छ जसले चाहिँ बलिउडलाई रुल गरेको छ होइन सो या म चाहिँ एकदमै खुसी छु साथीहरू मजा आइरहेको छ भिडियो हेर्नु मजा आइरहेको छ भने चाहिँ प्लिज मैले भनिरहेको छु के गर्नुपर्छ त्यो चाहिँ तपाईँलाई थाहा छ प्लिज माया दिनु होला होइन यस मलाई चाहिँ मुम्बईमा चाहिँ यस्तो लाग्छ कि मतलब सबै नै फिल्म स्टारहरू होला होइन मतलब एकदमै लग्जरियस होला एकदमै है तर यहाँ चाहिँ साधारणभन्दा साधारण मान्छेहरू पनि हुँदो रहेछ हो सो मलाई चाहिँ एकदमै खुसी लाग्यो है म त सोच्थेँ कि अब मुम्बई चाहिँ एकदमै सेलिब्रेटीको मात्रै घर हुन्छ होला एकदमै बहुत होइन हुन्छ होला भनेर तर यहाँ चाहिँ एकदमै अब होइन राम्रो रहेछ साथीहरू यो चाहिँ जुहु बिच है मेरो चाहिँ ब्याट्री जुहु बिच मुम्बईको सबसे फेमस बिच हो साथीहरू म चाहिँ फाइनली अमिताभ बच्चन सरको घर आइपुगेको छु अनि यहाँ भिडियो बनाउनु नदिने कारणले गर्दा चाहिँ मैले लुकेर बनाएको छु है अमिताभ बच्चन सरको घरमा छु होइन उयो हेर्नुहोस् त सेक्युरिटी कति छ अनि म त्यहाँ गएर बात गरेँ फोटो खिच्नु चाहिँ पाउँछ अरे भिडियो बनाउनु पाउँदैन भन्दै थियो होइन सो म चाहिँ यहाँ छु मेरो भिडियो बनाएको छु अलिकति पर आएर होइन सो हेर्नुहोस् त कति दामी छ परबाट देखाउँछु ल